आज चाहिँ म यो माथि गएर चाहिँ यताको भ्यू कस्तो देखिन्छ भनेर चाहिँ म उता घुम्न जान लागेको छु हैन। एक्लै छु आज। अब एक्लै घुम्न नि मजा आउँछ के फेरि। धानको पनि बेला पनि भएको छु। भ्यू राम्रो देखिरहेको छ। बिहान पानी आएको थियो। त्यो बाटो बिहान पानी आएको थियो अनि अहिले चाहिँ भिड भयो। अहिले 11 बजे कति 11-12 कति बज्यो अनि अझ माथि निस्किए झन् राम्रो भ्यू देखिन्छ कि भन्ने आशा छ मलाई। एक्लै हिँड्नु नि मजा छ मजा त। एक्लै हिँड्नु नि पर्छ के फेरि किनभने यहाँ बस्नु ठाउँ रहेछ। यहाँ बस्नु पऱ्यो एकछिन बस्नु पऱ्यो नि त होइन। घाम चर्को लाखा तर उता लाखेन कि यहाँ म भएको ठाउँमा लाखा के चर्को घाम चाहिँ उता खासै लाखेन। यता चाहिँ चर्को घाम लाग्छ। पसिना आयो। यस्तो देखिँदो रहेछ यो मोबाइलमा के हो भन्दा रियलमा भ्यू अझ राम्रो छ क्या यहाँ। मोबाइलमा अलिक राम्रो मोबाइल नभएर पो यस्तो देख्यो। त्यो बजार अझ छ यता। म त माथि आउँदा आउँदा त झन् कुनाभित्र पो यस्तो राम्रो देखिने रहेछ। आम्मा ए म अब यहाँदेखि माथि निस्किने हालतमा छैन है। म चाहिँ यहीँदेखि फर्किने विचार गरेँ किनभने यहाँदेखि माथि जान सक्दैन म फेरि। अब लाइक भ्युज नआयो भने अब ट्याक्क लाएर पछि बुढेसकालमा ओहो म त एक्लै यसरी हिँड्थेँ भन्ने गराउन है। मेरो बाल त डेन्जर भयो। आमा अलि माथि गएपछि भ्यू राम्रो देखिन्छ कि अलि माथि गएपछि भ्यू राम्रो देखिन्छ कि भन्दै हिँड्छु झन् छेक्किन्छ। यहाँदेखि चाहिँ फर्किन्छु। अब माथि गयो भने झन् अहिले बिपत्ता परुम्ला र ओहो यसरी खिचिदिने मान्छे यसरी राम्रो छ। राम्रै भयो आनन्द आयो। गलकुट बजार धेरै ठुलो त होइन है फेरि गलकुट धेरै ठुलो पछि यता पनि बजार भयो भन्दाखेरि डेन्जर हुन्छ नि त। ठुलो बजार हुन्छ नि। भोक त लाग्छ त्यही भएर 2वटा केरा 2 स्याउ एउटा लिची जुस लिएर आएको छु। भोक त लाउँछ। मेरो बाल फेरि डेन्जर पो भएको छ त यार। स्याउ लिए तर अब जुस चाहिँ खानु पर्यो। प्रभु धन्यवाद। डौलो खोलो के भयो त्यो चराले कराए मलाई बोलाएको क्या। किरानी मिठो छ। त्यहाँको भ्यू लास्ट राम्रो देखियो यता हो। अनि घाम डेन्जर भ्यू हेरे। अब चाहिँ जानुपर्छ। अब त जानु आँटेको भ्यू हेरे मजाले होइन। यसरी ट्याक्क लाएर
अब चाहिँ जान लागेको म चाहिँ अब चाहिँ जानेछु घुमे मजा आयो धेरै दिन लास्टै त्यही रोडमा जति हिँड्नु त्यही रोडमा जति सुत्नु त्यही कोठामा भएको थियो चाहिँ आनन्द आयो लास्टै तिर्खा लागेछ कि पानी मेरो घरमा मेरो रुममा चाहिँ के सामान हराएको छ के अरे मेरो बट्टल हराएको छ फेसवास हराएको छ अनि त्यो नेपालको झन्डा हराएको छ है मैले ट्याक्क सजाएर राखेको थिएँ अनि मेडलहरू नि हराएको छ कसैको घरमा चाहिँ मैले मेरो सामान देखेको छु है फेरि यहीँ गलगढमा मेरो सामान चाहिँ कसैको घरमा देखेको छु तर मैले यो मेरो है भन्न चाहिँ सकेन है फेरि भनेन अब चाहिँ मेरो सामान तानेर लग्ने मान्छे चाहिँ स्टोरी हेर्दै हुनुहुन्छ भने अब चाहिँ प्लिज सामान नचोरिदिनु होला फेसवास नलैदिनु होला अरू भन्दा नि किनभने पैसा हुन्न पैसा नभएको बेला फेसवास हरायो भने चाहिँ झन् पिम्पला हुन्छ अरूले पैसा किन्ने नि हुन्न अनि अलिक गाह्रो हुन्छ के चोर त्यस्तो चोर्ने काम नगर्नु होला